हेलो साथीहरू, युट्युबमा मेरो यो पहिलो भिडियो हो। म युट्युबमा नयाँ छु। मेरो भिडियो पहिलोचोटि हजुरको मोबाइलमा आयो र अहिले हजुरले हेर्दै हुनुहुन्छ भने मलाई सब्सक्राइब गर्नुहोला र बेल आइकन दबाउनु होला। तपाईँको केही पनि जाँदैन। मेरो भिडियो फेरि पनि हजुरहरूले हेर्न पाउनुहुन्छ। म युरोपमा गाडी चलाएको अहिले 3 वर्ष भइसकेको छ। मैले युरोपमा गाडी चलाउँदाखेरि कस्तो कस्तो हुन्छ, के हुन्छ सबै मैले युट्युबमा यो हाल्ने छु अबदेखि। मेरो यो युट्युब च्यानल हो, म नयाँ हो, मलाई सपोर्ट गर्नु होला सबैजनाले। र हजुरहरूले युरोपतिर गाडी चलाउँदाखेरि कस्तो कस्तो हुन्छ, के लोड हुन्छ, युरोपतिरका सिनहरू कस्तो कस्तो हुन्छ, बाटाघाटा कस्तो हुन्छन्, घरहरू कस्तो हुन्छ है, गर्मी जाडो कस्तो हुन्छ, हरेक कुराहरू मैले इन्फर्मेसन हजुरहरूलाई दिनेछु। हजुरहरूले मलाई साथ दिनु होला र सबैजनाले मेरो यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला र बेल आइकन दबाउनु भयो भने चाहिँ मैले भिडियो हाल्ने बित्तिकै हजुरलाई नोटिफिकेसन आउँछ र हजुरले हेर्न पाउनुहुन्छ है। मैले अहिले स्टिल यो फलामको पाइपहरू लिएर आएको थिएँ नेदरल्यान्डबाट। अहिले म जर्मनीमा यो खाली गर्दैछु, जर्मनीको कम्पनीमा है। म अहिले जर्मनीमा हो। जर्मनीबाट फेरि अर्को लोडले गरेर यहाँ खाली गरेर भ्याइन्छ नि, अनि यहाँ भ्याइएपछि फेरि म अर्को ठाउँमा लोड गरेर अनि फेरि म नेदरल्यान्डै फर्किने हो। म नेदरल्यान्डबाट आएको र यो खाली गर्दैछु जर्मनीमा, र फेरि यहाँबाट 20-30 किलोमिटर पर गएर लोड गरेर फेरि म नेदरल्यान्ड नै फर्किने हो। यस्तो छ मेरो आजभोलिका दिनहरू। प्रायः जसो अहिले म युरोपका धेरै देशहरू घुम्ने गर्छु। कामको सिलसिलामा अहिले म लगभग पनि 15-16वटा देश घुमिसकेँ म युरोपको। तर कामको सिलसिलामा लोड गर्न जाने अनि खाली गर्न जाने है, लोड गरेर टाढाको 1500-2000 किलोमिटरको टाढाको बाटोहरू हिँड्ने होइन। अनि त्यसपछि बाटामा कस्तो कस्तो सिनहरू देखिन्छ हजुरहरूलाई मैले भिडियो मार्फत सबै देखाउने छु। यो मैले अस्ति हिजो बेलुका नेदरल्यान्डको समुद्रको छेउमा म बास बसेको थिएँ। त्यतिखेर मैले भिडियो बनाएको थिएँ। यो पनि मैले यो भिडियोमा एट्याच गरिदिएको छु। हजुरहरूले हेर्नुहुन्छ भनेर कति ठुलो डुङ्गा हेर्नु त, ऊ पारिपट्टि हेर्नु त, मैले जुम गरेर देखाइदिन्छु। त्यो ऊ छ मान्छे बोक्ने सिप पनि छ ऊ पछाडिपट्टि, हजुरले देख्न सक्नुहुन्छ भिडियोमा। मैले जुम गरेर देखाइदिएँ। एकदमै ठुलो छ त्यो। त्यसमा केही नभए पनि 5-6 हजार जना मान्छे अट्ने त्यो सिप हो ठुलो। त्यो चाहिँ युरोपका धेरै देशहरू मान्छे लिएर घुम्ने गर्छ त्यो ठुलो सिप है। म यहाँ धेरैचोटि आएको छु र यहाँ बास बस्नको लागि आएको छु। यहाँ चाहिँ ट्रकहरू राख्न पाइन्छ। हामी युरोपमा हिँड्दाखेरि जहाँ पाए त्यही ट्रक राख्न पाइँदैन। त्यसले गर्दाखेरि हाइवे छोडेर अलिकति भित्रतिर गयो भने चाहिँ हामीले बास बस्नको लागि ठाउँहरू पाइन्छ। त्यसले गर्दाखेरि म प्रायः जसो यो ठाउँमा आउने गर्छु है। अनि हजुरहरूले सब्सक्राइब गर्नुहोला र कमेन्ट गर्न नबिर्सिनु, लाइक पनि गरिदिनुहोस्। फेरि पनि हजुरहरूलाई मैले यस्तै भिडियो लिएर आउने छु। हजुरहरूले हेर्दै गर्नुहोला है त।